वाउ अनि बेसरी भन न नमस्ते मेरो नाम दीक्षित हो आज म रेस खेल्न गइरहेको छु अब अर्को को नेक्स्ट नमस्ते मेरो नाम सुदीप पोखरेल हो हो नमस्ते मेरो नाम पूजन विज्ञ म चाहिँ हिन्दीटाको सञ्चालक रहेको छु रेफ्री पनि हो रेफ्री पनि हो तपाईलाई कसले जित्ला जस्तो लाग्छ दुई जनामा मलाई मलाई त फिक्स छैन जो पनि जित्न सक्छ हो ल एकजना सुर्खेत बजारबाट एकजना चाहिँ यही लेकबेसी नगरपालिका 3 बाट हो ढकाल्न पाइन्न अनि उतादेखि मान्छे आन ठोक्के लोड्यो भने त्यो आउट भएको मानिन्छ हो अनि फेरि कहाँदेखि सुरु हुने कहाँ अन्तिम हुने हो यो रेस यहाँदेखि सुरु हुने त्यो अड्डोमा छुने फेरि यता आउने अनि अन्तिम हैन ल रेडी छ गाइज रेडी दुईजना 3 2 1 गो ओए बराबर भयो यार छुट्टाउनै सकेन त्यसलाई छाप्प छुने फर्किने हो अटोलाई छ्याप्प छुने फर्किने हो है चोट लाग्ला बाटोमा भुइँमा हेरेर दौडिने है 3 2 1 गो छोएर आउने छोएर कान्छ ल रेफ्री भन्नुहोस् कसले जित्यो छुटाउन सकेन ल यता आयो दुईजना यहाँ यता यहाँनिर उभिने हो ल तपाईँहरू दुईजनाको के भयो भन्दाखेरि रेसमा तपाईँहरू दुइटै बराबर कडा रहेछ कि दुइटै हाम्रो कान्छा पनि दीक्षित पनि सुर्खेतबाट आएको सुर्खेत बजारबाट होइन अनि हाम्रो सुदीप पनि यहाँ लेकबेसीको एकदमै कडा रहेछ दौडिन दुइटै तपाईँहरूलाई फर्स्ट सेकेन्ड छुट्याउन सकिएन अब फर्स्ट सेकेन्ड त छुट्याउनु पऱ्यो होइन अब के गर्न सक्छ एक्स्ट्रा कसले के गर्न सक्छ दौड बाहेक अरू ल नाच्न कसलाई राम्रो आउँछ त्यहाँबाट पनि छुट्याउन सकिन्छ उसलाई सयथुङ्गा भन्न आउँछ तिमीलाई सुदीपलाई ल कतिमा पढ्ने सुदीप यहीँ बस न यहीँ बस ल यहाँ बस ल सुदीप पनि यता आउने यहाँनिर देख्यो यहाँ ल दीक्षित बाबु चाहिँ विनर भइसक्नु भएको छ उहाँको लागि चाहिँ अब के गर्नुहुन्छ वाउ ल ताली बजाउँ सबैजनाले बाबु सबै कुरा पर्फेक्ट सयथुङ्गा नि गाइदिने नाच्न नि नाचिदिने होइन दौडमा नि त्यस्तै कडा ल हाम्रो ट्यालेन्टेड उसलाई चाहिँ अब हामी पुरस्कार दिन्छौँ है पुरस्कार चाहिँ रेफ्रीले दिने ल आऊ तिमीहरू ल कङ्ग्रेचुलेसन बधाई छ भाइ मेरो भाइ ल राम्रो भाइ ल ल ल ल ल ल